कामको कपडा होइन, आज हिरो बनेर कम्पनीबाट निस्किन सफल। बस त आउँछ कि आउँदैन। म चाहिँ टिकटक खोलेर बसेँ, 2-3वटा फोटो पनि खिचेँ। बस चढेँ। बसमा हाम्रो दामबहादुरजीसँग पनि भेट भयो। ट्रेन समातेँ। यस्तो लाग्दै थियो तालिम होइन, आज त ट्राभल ब्लग पो बन्ने भयो। ट्रेन चेन्ज नम्बर 2। यो तालिम भन्दा गन्तव्य पुग्नु नै स्किल टेस्ट हो कि क्या? लौ लास्टमा तालिम केन्द्र पनि पुग्यो। सन्तोष भयो। भोकले बोल्न पनि नसकेको अवस्था थियो। खाना देख्दा त हातमा त फिर्ता आए जस्तो भयो। खाना खाएर क्लास हट। अब निन्द्रासँग लडाइँ सुरु हुने भयो। हिप हिप हुरे क्लास सक्यो। अब फर्किने मिसन सुरु। इनर्जी लेभल चाहिँ 20% पनि छैन शरीरमा। ट्रेनमा बसेको छु, तर मन त कहाँ पुगिसक्यो। तै पनि मोबाइल हेरेर जाँदैछु। ए बस पनि भेटेछ। बस। अब सिधा बस चढेर सुत्ने काम गरिन्छ। बसबाट झरियो, थकाइले सकायो। ओहो, यहाँ त बाजेले सुन्दे कुक बनाएछन्। वाह क्या स्पाइसी। फाइनली रुम पुग्यो। अब फोन चार्ज गर्नुभन्दा पहिला आफूले चार्ज गरिन्छ।